नमस्कार, म लोकेन्द्र ब्रथोकी र म यहाँहरूलाई मेरो च्यानल स्टोरी इन फ्याक्टको यात्रामा हार्दिक स्वागत गर्दछु। आज हामी नेपालका बिर्सेका इतिहासका पानाहरू पल्टाउँदैछौँ। यो एउटा यात्रा हो जहाँ राणा मगरहरूको वीरता र उनीहरूको ऐतिहासिक योगदानको बारेमा जान्नेछौँ। यदि नेपाली इतिहास लेखन निष्पक्ष हुन्थ्यो भने पाठ्य पुस्तकहरूमा कालु पाँडे, दामोदर पाँडे, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर, रामकृष्ण कुँवर, ऐमान सिंह बस्नेतहरूको जस्तै विराज थापा मगर, सुरसिंह राणा मगर, कालिदास खड्का मगर, बन्धु राणा मगर, देवदत्त थापा मगर, प्रतिमन राणा मगर, प्रबल राणा मगर, जसपाउ थापा मगर, रिपुमर्दन थापा मगर र नेपालका प्रथम शहीद लखन थापा मगर जस्ता वीर योद्धाहरूको नाम पनि गर्वका साथ पढिन्थ्यो। विद्यालयदेखि विश्वविद्यालयसम्म इतिहासको पानामा सधैँ चर्चित हुने ठाउँमा केही मात्र नामहरू स्थापित भए। उस्तै बलिदान, साहस र योगदान गरेका अरू अनेक वीरहरू भने कालो छायामा बिलाए। कालक्रममा पाँडे, थापा, बस्नेत, कुँवरहरू काजीको उपाधिमा चढे। रामकृष्ण कुँवरका वंशजहरू राणा उपाधिले विभूषित भए। तर त्यही भूमि र यही देशका खातिर लडेका मगर वीरहरूको गाथा को गाउने? उनीहरूको इतिहास लेख्ने जिम्मा कसले लिने? विक्रम सम्वत 1616मा द्रव्य शाहले गोर्खामा शासन गर्दै आएका खड्का मगरको राज्यमा हमला गरी आफ्नो प्रभुत्व स्थापना गरेपछि उनले राज्य सञ्चालनका लागि योग्य र विश्वासपात्र 6 थरका व्यक्तिहरूलाई समेटेर भारदारी परिषद गठन गरे। ती भारदार थरहरूमा अर्याल, खनाल, पाँडे, पन्थ, बोहरा र राणा मगर थिए। यस परिषदभित्र गङ्गाराम राणा मगरलाई न्यायिक विभागको महत्त्वपूर्ण जिम्मेवारी दिएको थियो, जसले गोर्खाली शासनमा मगर समुदायको निर्णायक उपस्थिति जनाउँदथ्यो। समयको क्रमसँगै थापा मगरहरूलाई पनि गोर्खाली प्रशासनको संरचनामा स्थान दिइयो, तर यो परम्परा लामो समयसम्म टिक्न सकेन। विक्रम सम्वत 1903 भदौ 31 को रातमा जङ्गबहादुरले रचेको षड्यन्त्रको घातक परिणामस्वरूप कोत पर्वको सुरुवाती चरणमै बलिका बोका बन्न पुगे जनरल ऐमान सिंह राणा मगर। उनको हत्या केवल एउटा व्यक्तिको मृत्यु मात्र थिएन, त्यो मगर समुदायको राजनीतिक विरासतको समाप्तिको सङ्केत थियो। यस घटनापछि मगरहरूको ऐतिहासिक उपस्थितिमा अवरोध आयो अनि उनीहरूको वीरता, योगदान र नेतृत्व क्षमताको गौरवशाली इतिहास कालान्तरमा ओझेलमा पर्यो। न त पाठ्य पुस्तकहरूमा लेखियो, न त राज्यले नै स्मरण गर्यो। इतिहास बोल्दैन जब लेख्नेहरू नै मौन हुन्छन्। इतिहासका पुराना पानाहरू पल्टाउँदा मगर शब्दको प्राचीन रूप मङ्गर रहेको स्पष्ट देखिन्छ। नेपाल सम्वत 221 अर्थात् विक्रम सम्वत 1117मा जारी भएको एक ताम्रपत्रमा मङ्गर शब्द उल्लेख गरिएको छ, जहाँ राणा थरका एक व्यक्तिको नाम समेत पाइन्छ। इतिहासकार धनबज्र बज्राचार्यका अनुसार सो ताम्रपत्र जारी भएको समय नेपाल मण्डलका अधिपति शिवदेव थिए भने मङ्गर विषयका अधिपति रामदेव थिए। यस उल्लेखबाट स्पष्ट हुन्छ कि मङ्गर शब्द नै आजको मगरको पुरानो रूप हो र यसले मगर समुदायको ऐतिहासिक उपस्थिति र शासकीय संरचनामा भागीदारी पुष्टि गर्छ। मध्य नेपाल, विशेष गरी गण्डकी क्षेत्र आसपासको भूभाग त्यो बेलामा मगरातको नामले चिनिन्थ्यो। यही मगरात प्रदेश पृथ्वीनारायण शाहको उपदेशमा पनि उल्लेखित छ, जहाँ उनले गर्वका साथ भनेका थिए, मगरातका राजा त म हुँ। यो भनाइले पनि देखाउँछ कि मङ्गर विषय
त्यसै मगराज क्षेत्र अन्तर्गत पर्दथ्यो। धनभद्र भद्राचार्यले आफ्नो कृति गोपाल राजवंशावलीको ऐतिहासिक विवेचनामा यिनै तथ्यहरूलाई प्रमाणित गर्दै मगर समुदायको ऐतिहासिक पहिचान र योगदानको अवलोकन गरेका छन्। मगर विषय र मगर इतिहासको प्रमाण झान्टेश्वरको ताम्रपत्र। इतिहासको गहिराइमा पुग्दा मगर समुदायको पहिचान र योगदानको धेरै पाटाहरू अझै पनि ओझेलमै छन्, तर केही दुर्लभ ऐतिहासिक दस्तावेजले ती पाटाहरू उजागर गर्न थालिसकेका छन्। ज्ञानमणि नेपालद्वारा लिखित नेपाल निरूपणमा उल्लेख भएअनुसार नेपाल सम्वत 221 अथवा विक्रम सम्वत 1117 जारी गरिएको एक ताम्रपत्रमा मगर विषय भन्ने शब्द स्पष्ट रूपले उल्लेख गरिएको छ। यो ताम्रपत्र झान्टेश्वर महादेव स्थानसँग सम्बन्धित छ, जुन सम्भवतः गण्डकी क्षेत्रभित्र पर्ने ऐतिहासिक मगराज क्षेत्र हो। ताम्रपत्रमा 3 महत्त्वपूर्ण व्यक्तिहरूको नाम आएको छ। ती 3 व्यक्तिहरूको नाम यस प्रकार देखिन्छ: इदाभाबो, धवनप, सोहबराने। यीमध्ये सोहबराने नामले स्पष्ट सङ्केत गर्छ कि उनी एक प्रभावशाली राणा मगर थिए। इदाभाबो शब्दबाट सम्भवतः एक उच्च आर्थिक सामाजिक हैसियत भएका गुठियार वा समाजका प्रभावशाली व्यक्ति भन्ने बुझिन्छ। धवनप पनि स्थानीय नायकको रूपमा देखिन्छन्। ज्ञानमणि नेपालले यो उल्लेखबाट झान्टेश्वर स्थान पश्चिम नेपालको गण्डकी क्षेत्रमै पर्ने र उक्त समय मगर विषय भनेको मगराज प्रदेशकै अंश रहेको ठोस आधार प्रस्तुत गरेका छन्। यस ताम्रपत्रको पूर्ण पाठ यस प्रकार छ: शुभ मस्तु सम्वत 221 मार्ग शुक्ल दशम्याम राजाधिराज परमेश्वर श्रीमत शिवदेव महाराजै श्री रामदीव सामन्त विजय राजै मगर विषय झान्टेश्वर भट्टार कास ताडे गोटी पञ्चलिगेड चचे परम गण्ड ओपलेम श्री इदाभाबु नायक श्री धवनप नायक श्री सोहबराने एते पधाड वत्र तनीय। यो दस्तावेजले मगर जातिको पुरानो राजनैतिक संरचना, गुठी संस्कृति र प्रशासनिक भूमिकासम्मको उपस्थिति प्रमाणित गर्छ। यसै आधारमा भन्न सकिन्छ मगर समुदायको इतिहास कुनै मौखिक परम्पराले मात्र नभई लिखित ऐतिहासिक स्रोतहरूद्वारा पनि पुष्टि हुन्छ। मगर जातिको थर निर्धारण र सैनिक परम्परा। मगर जातिको इतिहास विशेषतः थरको निर्धारण नेपाली सामाजिक संरचना र सैनिक संस्कृतिसँग गहिरो रूपमा गाँसिएको पाइन्छ। खास गरी मगर र क्षेत्रीय समुदायका थरहरूमध्ये कतिपय एउटै देखिन्छन्, जस्तै थापा, खड्का, बुढाथोकी आदि। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार मगरहरू नेपाली समाजमा विशिष्ट सैनिक जातिका रूपमा प्रसिद्ध थिए। उनीहरूमा थापा र राणा थर विशेष रूपले परिचित छन्। यिनै थर क्षेत्रीय जातिहरूमा पनि पाइनु नेपाली इतिहासमा देखिने सांस्कृतिक मिश्रण र पदगत थर निर्माणको उदाहरण हो। बाबुराम आचार्यले उल्लेख गरे अनुसार 3 पुस्तासम्म लगातार युद्धभूमिमा विजयी भएका मगर वा तिनका छोरा नातिहरूलाई राणा थर निर्धारण गर्ने परम्परा थियो। यसैले राणा केवल वंश होइन, वीरता र नेतृत्वको पदवी पनि थियो, जुन बादमा थरको रूपमा स्थायी भयो। अर्कोतर्फ आले थर भएका मगरहरू चोखा अर्थात् पवित्र र परम्परागत हिसाबले शुद्ध मानिन्थे। ईस्वी सम्वत 18औं शताब्दीको उत्तरार्धमा गोर्खाली फौजको सङ्गठनका क्रममा खस, मगर र गुरुङ जातिका मानिसहरूलाई एकै सैनिक संरचनामा समेटेर एक विशेष सैनिक संस्कृतिको विकास गरियो। यही सैनिकीकरणको बलमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गरेका थिए। 12 मगराज क्षेत्रका मगर समुदायमा राणा र आले थरका बाहेक थापा र खड्का थरका मगरहरू पनि व्यापक रूपले पाइन्छन्।
ऐतिहासिक दृष्टिले थापा र खड्का प्रारम्भमा कुनै सैनिक वा प्रशासनिक पद थिए जुन पछि स्थायी थरमा रूपान्तरण भए। थरको उत्पत्ति र मगर जातिको उपथरहरू। नेपालमा धेरै थरहरू पद, व्यवसाय वा सामाजिक भूमिकाबाट उत्पत्ति भएको इतिहास पाइन्छ। कतिपय थरहरू केवल पहिचान मात्र नभई कुनै समयको सैनिक वा प्रशासनिक पद पनि थिए। थापा र खड्का जस्ता थरहरू त्यस्ता उदाहरणहरू हुन् जुन विभिन्न जातिमा जुन विशेषतः मगर र क्षेत्रीहरूमा समान रूपमा पाइन्छन्। ख साम्राज्यको इतिहासमा थापा भन्नाले सैनिक पद जनाउँदथ्यो। जागिरका रूपमा दिएको भूमिलाई थपालो भनेर भनिन्थ्यो। यसरी थापा मूलतः सैनिक पद थियो जुन व्यक्तिको नामसँग जोडिँदै गएर थरमा रूपान्तरण भयो। त्यसै गरी खड्का पद तरबारधारी सैनिकलाई दिइन्थ्यो। रोकाया गाउँको रक्षक पद थियो। यी पदहरूमा काम गर्ने मगरहरू वा खस क्षेत्रीका सन्तानहरूले पछि ती पदलाई थरका रूपमा अँगाले। यसबाट बुझ्न सकिन्छ कि थरहरू केवल वंशानुगत नभई पदकृत वा सामाजिक जिम्मेवारीको उपज पनि हुन्। मगर जातिभित्र उपथरहरू। मगर समुदायभित्र पनि मुख्य 3 थरहरू राणा, थापा, आले अन्तर्गत विभिन्न उपथरहरूको उल्लेख पाइन्छ। जनकलाल शर्माले आफ्नो कृति हाम्रो समाज एक अध्ययनमा उल्लेख गर्नुभए अनुसार राणा मगरका उपथरहरू 134 वटा छन्। यस्तै थापा मगरका उपथरहरू 121 वटा छन् भने आले मगरका उपथरहरू 116 वटा छन्। यी उपथरहरू विभिन्न स्थान, पुर्खा, भाषा र भूमिकाका आधारमा विकसित भएका हुन् जसले मगर जातिको भौगोलिक फैलावट, ऐतिहासिक योगदान र सांस्कृतिक विविधता झल्काउँछ। पृथ्वीनारायण शाहको उपदेशमा राणा मगर। नेपालको इतिहासमा पृथ्वीनारायण शाहका उपदेशहरूको महत्त्वपूर्ण स्थान छ। इतिहासकारहरूले यो उपदेशको अर्थ र प्रभावको गहिरो विश्लेषण गरेका छन्। बाबुराम आचार्य र योगी नरहरिनाथका अनुसार पृथ्वीनारायण शाहले भनेका थिए, नेपालको किताब हेर्दा तुर्काना मङ्ग्रात मुगलाना हुनिया रहेछ र तुर्काना अघि भइगएछ, मगरातको राजा मै हुँ। बडा महाराज धिराज पृथ्वीनारायण शाहको दिव्य उपदेश पृष्ठ 59 मा यो कुरा उल्लेख छ। यस उपदेशमा मगरात र राणा मगरको महत्त्वलाई उल्लेख गरिएको छ जसले मगर समुदायको ऐतिहासिक र सांस्कृतिक स्थानलाई जनाउँछ। पृथ्वीनारायण शाहको यो भनाइले मगर जातिका सामरिक र सांस्कृतिक प्रभावको समर्पणलाई पुष्टि गर्दछ। पृथ्वीनारायण शाहले उक्त उपदेशमा आफ्ना भाइ भारदारहरूलाई सम्बोधन गर्दै राणा मगरको महत्त्व र प्रभावको कुरा गरेका थिए। यसबाट त्यतिबेला राणा मगरको उच्च प्रतिष्ठा र दरबारमा उनीहरूको महत्त्वपूर्ण भूमिकाहरूको प्रकट गर्दछ। पृथ्वीनारायण शाहको सपनामा राणा मगरको छोरीको भूमिका। यस उपदेशमा एउटा रोचक घटना पनि छ जसमा पृथ्वीनारायण शाहले एक रात सपनामा राणा मगरकी छोरीलाई दुवै हातमा खड्ग लिएर आफ्नो समक्ष आएको देखे। ती छोरीले पृथ्वीनारायण शाहलाई आफ्नो दुवै खड्ग दिन्छिन् र भन्छिन्, तिम्रो मनोकांक्षा पूरा हुन्छ। यस सपनामा देखिएको घटनाले पृथ्वीनारायण शाहको विश्वास र भविष्यवाणीलाई प्रकट गर्दछ जसलाई उनका ज्योतिषहरूले माई देवीको रूपमा व्याख्या गर्छन्। पृथ्वीनारायण शाहको मनोकांक्षा पूरा हुने विश्वासले उनलाई उत्साहित बनाएर उनका ऐतिहासिक निर्णयहरूमा प्रभाव पारेको देखिन्छ। जयन्त राणा मगर र शङ्खमणिको प्रसङ्ग। पृथ्वीनारायण शाहका उपदेशमा जयन्त राणा र उनका छोरा शङ्खमणिको पनि उल्लेख छ। जयन्त राणा भनेका गोर्खा राज्यका एक प्रमुख भारदार थिए। पछि उनले गोर्खा राज्यसँग चित्त दुखाएर कान्तिपुरका मल्ल राजा जयप्रकाश मल्लको सेवामा समर्पण गरे। उनको सेवा पृथ्वीनारायण शाहले उनलाई ज्ञामी राजा भनेर सम्बोधन गरेका थिए र शङ्खमणिको बारेमा भने राणा मात्रै भन्ने उल्लेख छ। यस घटनाले
मगर जातिको सामरिक महत्त्व र राणा मगरको प्रतिष्ठालाई दर्शाउँदछ। नुवाकोट युद्धमा दलमर्दन शाहको प्रहारबाट शङ्खमणि राणाको मृत्यु भयो र त्यसपछि राणा मगरको महत्त्वपूर्ण ऐतिहासिक उपस्थिति स्पष्ट हुन्छ। निष्कर्षमा हामी के भन्न सक्छौँ भने पृथ्वीनारायण शाहको उपदेशमा राणा मगरको प्रसङ्गको उल्लेख गर्दै इतिहासकारहरूले मगर समुदायको ऐतिहासिक र सांस्कृतिक महत्त्वको पुष्टि गरेका छन्। मगरात, राणा मगर र राणा पदको इतिहासले नेपाली समाजमा राणा मगरको प्रभाव र अस्तित्वलाई प्रकाशमा ल्याउँछ। म यहाँ श्री 5 बडा महाराधिराज पृथ्वीनारायण शाहको गोर्खाली फौजमा रहेर प्रमुख सैन्य जिम्मेवारी लिने राणा मगरहरूको नामावली पेश गर्दछु। 1. कृष्णमणि राणा, 2. जस राणा, 3. देबु राणा, 4. जसवन्त राणा, 5. लक्ष्मी राणा, 6. जसु राणा, 7. माधव राणा, 8. इन्द्रमणि राणा, 9. रामसिंह राणा, 10. प्रतिमन राणा, 11. दलजित राणा, 12. लोहर राणा, 13. यसमन राणा, 14. सुगेत राणा, 15. साने राणा, 16. चन्द्रमणि राणा, 17. चामु राणा र 18. उमापति राणा। उपरोक्त राणा मगरहरूका अतिरिक्त देबु राणा, प्रतिमन राणा र बलभद्र राणा मुख्य युद्धका नायक थिए। यी सबै राणा मगरहरूले गोर्खा दरबारको आक्रमण अभियानमा सशक्त भागीदारी जनाएर पृथ्वीनारायण शाहको अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निभाए। सर्वजित राणालाई मुलकाजीको पदमा नियुक्ति। राजेन्द्र लक्ष्मी शाहले प्रताप सिंह शाहको शासनकालपछि शक्ति सम्हाल्दा सर्वजित राणालाई मुलकाजीको पदमा नियुक्ति गरिन्। मुलकाजी पद नेपालमा प्रधानमन्त्रीको स्तरको पद थियो र यसमा सर्वजित राणाको कार्यकाल लामो समयसम्म रहन सकेन। उनको कार्यकाल राजेन्द्र लक्ष्मी र सर्वजित राणा बीचको शक्ति सङ्घर्षका कारण छोटो भयो। बहादुर शाह चौतारिया र दलजित शाहले श्रीहर्ष पन्तको सहयोगमा 8 पहरियाहरूको मद्दतले राजेन्द्र लक्ष्मीलाई चाँदीको नेल ठोक्ने र दरबारभित्रै थुनेर मुलकाजी सर्वजित राणा र उनका अनुयायीलाई कुमारी घरको छिडीको कोठामा थुनेर रातभर कटाउने घटना घटायो। निष्कर्षमा हामी यो भन्न सक्छौँ कि सर्वजित राणाको कार्यकाल मुलकाजीको पदमा भने लामो समय टिक्न सकेन। राजेन्द्र लक्ष्मी र सर्वजित राणा बीचको शक्ति सङ्घर्ष र पछि भएको घटनाले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण स्थान पाएको छ। उनको बारेमा घटेका घटनाहरूले नेपालको दरबारी राजनीतिमा शक्ति र विश्वासका बारेमा महत्त्वपूर्ण पाठ सिकाउँदछ। बन्धु राणा र उनको योगदान। राजेन्द्र लक्ष्मीले सत्तामा आएकै क्षणमा सर्वजित राणाका भाइ बन्धु राणा र देवदत्त थापा मगरलाई काजी नियुक्त गरिन्। बन्धु राणा जो आफ्नो समयका प्रमुख काजी थिए, राम्रै प्रशासनिक भूमिका निभाइरहेका थिए। उनका छोरा सुरवीर राणाले मनोकामना मन्दिरमा सुनको ढोका बनाएका थिए र अभिलेखहरू कुदाएका थिए, जसले उनको कूटनीतिक र सांस्कृतिक महत्त्वलाई जनाउँदछ। अमरसिंह राणा जो रणबहादुर शाहको समयमा सक्रिय भारदार थिए, जयराज राणाका नाति थिए। उनले गिर्वाण युद्ध विक्रम शाहसँग धर्मपत्र साइत गरेका थिए। विक्रम सम्वत 1855मा उनले राजपाट सुम्पदा भारदारहरूसँग साइत गरेको धर्मपत्रमा जयराज राणाका नातिको उल्लेखले उनको परिवारको ऐतिहासिक महत्त्वलाई पुष्टि गर्दछ। यसले अमरसिंह राणाको प्रशासनिक र राजनैतिक क्षेत्रमा ठुलो स्थान रहेको देखाउँदछ। अमरसिंह राणाले 1857मा ललितपुरको लुबु क्षेत्रमा कार्य गरेका थिए। गिर्वाण युद्ध विक्रम शाहका समयको एक पत्रले अमरसिंह राणाको प्रशासनिक कार्यको स्पष्ट चित्र प्रस्तुत गर्दछ, जहाँ उनले सैनिकहरूलाई हतियार दिई नुवाकोटमा हाजिर हुन निर्देशन दिएका थिए। यसले उनको शक्तिशाली प्रशासनिक र सैन्य जिम्मेवारीको
पुष्टि गर्दछ। पृथ्वीनारायण शाहको समयका विभिन्न वीर राणा पात्रहरू जस्तै देबु राणा, प्रतिमन राणा, अमरसिंह राणा र अन्य धेरै राणा परिवारका सदस्यहरूले युद्धमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यी वीरता र पराक्रमका घटनाहरू नेपालको माटोमा वीर मगरको रगत र पसिनाको योगदानलाई बिर्सिन सकिँदैन। यसले वीरताको एउटा इतिहास देखाउँदछ। कोत पर्व अघि 3 पल्टन सहित अभिमान सिंह राणालाई मन्त्रीमण्डलमा समावेश गरेको थियो, जसले उनलाई सैन्य र प्रशासनिक दृष्टिकोणमा महत्त्वपूर्ण स्थान दिएको थियो। उनी एक प्रमुख जनरलका रूपमा ख्यातिमानी थिए। गोर्खाली परम्परा अनुसार राणा मगरलाई उच्चतम स्थान र अवसर दिइने गरेको थियो। भीमसेन थापाका समयमा जनरल पद पहिलो पटक आदिवासी जनजाति समुदायका व्यक्तिहरूलाई दिएको थियो। अभिमान सिंह राणा मगरले जनरल पद प्राप्त गर्ने पहिलो आदिवासी जनजाति व्यक्तिको रूपमा इतिहासमा नाम लेखाउन सफल भए। कोत पर्वको समयमा तत्कालीन महारानी राज्यलक्ष्मी देवीले गगन सिंहको हत्यारा वीर केशर पाण्डेलाई तुरन्त मृत्युदण्ड दिन आदेश दिइन्। तर अभिमान सिंह राणाले रानीको आदेशलाई इन्कार गर्दै भने, राजाको आदेश नभई कसैलाई काट्न सकिँदैन। उनले रानीको आदेशलाई अस्वीकृत गरेर यसले अराजकता निम्त्यायो। जब स्थिति तनावपूर्ण बन्यो, अभिमान सिंह राणा आफ्नो पल्टनमा मिसिन चाहन्छन्। तर जङ्गबहादुर राणाको आदेशमा युद्धवीर अधिकारी नामक सिपाहीको सङ्गीनको प्रहारबाट अभिमान सिंह राणा मगरको मृत्यु भयो। अभिमान सिंह राणाको मृत्युको बेला उनले आफ्नो अन्तिम शब्द यसरी भनेका थिए, गगन सिंहको हत्यारा जङ्गे हो, र रगतले भित्तामा लेखेर जङ्गबहादुर राणालाई दोषी ठहराएका थिए। यस घटनाले राणा परिवारको सत्तामा गहिरो तनाव ल्यायो। जङ्गबहादुरका छोरा पद्मजङ राणाले जङ्गबहादुरको जीवन यात्रामा अभिमान सिंह राणाका उक्त शब्दहरूलाई उल्लेख गरेका छन्। यसले जङ्गबहादुर राणालाई थप विवादमा समावेश समेत गरेको थियो। कोत पर्वमा ज्यान बचाएका अन्य राणा मगरहरू। कोत पर्वमा अभिमान सिंह राणासँगै अन्य राणा मगरहरू पनि थिए, जसले ज्यान बचाउन भागे। तीमध्ये कप्तान कुलचन्द्र राणा र कप्तान रत्नसिंह राणा मगर जस्ता मगरहरूले आफ्नो पल्टनको साथ बच्न सफल भए। सम्भवतः यी राणा मगरहरूले अभिमान सिंह राणासँग वफादारी राख्दै उनलाई साथ दिएको थियो। कोत पर्वमा जङ्गबहादुर राणालाई साथ दिने राणा मगरहरूको सूचीमा रामु आले, भिमल आले, बुद्धिबल राणा लगायतका नाम छन्। यी राणा मगरहरूले जङ्गबहादुरलाई समर्थन गर्दै आफ्नो सैन्य र राजनीतिक शक्ति कायम राखे। जङ्गबहादुर राणा र राणा मगरहरूको भविष्य। कोत पर्वपछि जङ्गबहादुर राणा नेपालमा शक्तिशाली शासक बने र उनले आफ्नो शासनको स्थायित्वको लागि विभिन्न रणनीतिहरू अपनाए। विक्रम सम्वत 1910 मा मुलुकियनको घोषणा गर्दा विभिन्न पदाधिकारीहरूको नाममा एकमात्र राणा मगरको नाम समावेश गरेको थियो, लप्टन भीमसेन राणा मगर। उनी सायद त्यति बेला सबैभन्दा उच्च पदका राणा मगर थिए। यसले राणा मगरहरूको राजनीतिक विरासतमा महत्त्वपूर्ण स्थान बनाए। यद्यपि कोत पर्वपछि राणा मगरहरूको प्रभाव घट्न थाल्यो। अभिमान सिंह राणाको मृत्यु र कोत पर्वका घटनाहरूले राणा परिवारको शक्ति र संरचनामा गहिरो परिवर्तन ल्यायो। कोत पर्वपछि जङ्गबहादुर राणाले तानाशाही शासनको सुरुवात गरे, जसले नेपालमा राणा शासनको 104 वर्षको अवधि तय गर्यो। यस शासनकालमा राणा मगरहरूको राजनीतिक विरासत अन्त्य भएको मानिन्छ। आदरणीय दर्शकवृन्द, आज मैले यो स्टोरी इनफ्याक्ट युट्युब च्यानलबाट राणा मगरहरूले गरेको योगदान, उनीहरूको ऐतिहासिक वीरता र विभिन्न पाटाहरूको छलफल गरेँ। विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरेँ। यदि यहाँहरूलाई यो भिडियो मन पर्यो भने यहाँहरूले पक्कै पनि एक लाइक र सेयर गरिदिनु हुनेछ। र यति भन्दै म यहाँहरूको पर्दाबाट ओझेल हुन चाहन्छु। तबसम्मको लागि जय नेपाल, जय जननी।